जीवनमा सबै कुरा पैसा र नामले मात्र अडिएको हुँदैन। कहिलेकाहीँ एउटा साँचो साथी, एउटा निस्वार्थ माया गर्ने मान्छे हजारौं सम्पत्तिभन्दा धेरै ठूलो लाग्छ। आज म तपाईहरूलाई सुनाउँदैछु एक यस्तो कविता जहाँ दुई साथीको विश्वास, सहारा र प्रेरणा छ। जीवन भनेको सजिलो बाटो होइन, कहिले काँडा कहिले फूल भेटिन्छ, तर साथमा साथी भए अँध्यारो रात पनि उज्यालो लाग्छ। साथी, तिमी मेरो जीवनको सबैभन्दा ठूलो सहारा हो। जब म थाक्छु तिमी सम्झाउँछौ। थाकेर रोकिनु होइन, उठेर अगाडि बढ्नु हो। हामी दुवैका सपनाहरू फरक छन्, तर बाटो एउटै छ, आफ्नो जीवनलाई सफल बनाउने। कहिले तिमी मलाई धकेल्छौ अगाडि, कहिले म तिमीलाई सम्झाउँछु। हार भनेको अन्त्य होइन, यो त नयाँ सुरुवात हो। आज हामीसँग धेरै कुरा छैन, न धन, न शक्ति, न नाम, तर हाम्रो मनमा छ विश्वास। विश्वासले नै चमत्कार गर्छ। दुःख त आउने नै गर्छ, कहिले म निराश हुन्छु, कहिले तिमी मौन हुन्छौ, तर हामी दुईजनाले एक अर्काको हात समाउँदा हजारौं दुःख कमजोर हुन्छन्। साथी, सम्झ याद तिम्रो त्यो मुस्कान जुन अन्धकारमा पनि उज्यालो ल्याउँछ। त्यो मुस्कान नै मेरो प्रेरणा हो, त्यो मुस्कान नै मेरो शक्ति हो। हामीले छोटो बाटो खोज्दैनौँ, किनकि छोटो बाटो सधैँ कमजोर बनाउँछ। हामी लामो बाटो हिँड्छौँ, तर इमान र विश्वासको साथ। यदि म कहिले ढल्छु भने तिमी मलाई उठाइदिनु। यदि तिमी कहिले निराश भयो भने म तिमीलाई सम्झाउनेछु। सपना देख्ने मान्छे कहिले हराउँदैन। जीवनमा साँचो साथी पाउनु भगवानको ठूलो आशीर्वाद हो। धन दौलत त हराउन सक्छ, नाम प्रतिष्ठा मेटिन सक्छ, तर साथीको साथ र माया कहिले हराउँदैन। त्यसैले साथी, हामी दुवै सँगै अगाडि बढौँ, सङ्घर्षलाई जितौँ, सपना पूरा गरौँ, किनकि हाम्रो यात्रा लामो छ, तर हरेक पाइलामा हामी सँगै छौँ। साथीहरू, जीवनमा कठिनाइ धेरै आउनेछ, तर यदि तपाईसँग साँचो साथी छ भने कुनै पनि बाधा ठूलो हुँदैन। साँचो साथी भनेको सफलतामा ताली बजाउने मात्र होइन, असफलतामा हात समाउने हो। त्यसैले तपाईको वरिपरि भएका साथीलाई माया गर्नुहोस्, सहयोग गर्नुहोस् र विश्वास कहिल्यै नतोड्नुहोस्। किनकि पैसा हराउन सक्छ, नाम हराउन सक्छ, तर साँचो साथी हराउँदैन। धन्यवाद। यदि यो भिडियोले तपाईलाई केही सिकाउन मद्दत गर्यो वा मन छोयो भने कृपया भिडियोलाई लाइक गर्नुहोस्। हाम्रो प्रयासलाई प्रोत्साहन दिनको लागि एउटा छोटो कमेन्ट गर्नुहोस् र आफ्ना साथीभाइ तथा दिदीबहिनीसँग शेयर गर्नुहोस्। यस्तै उपयोगी भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र नयाँ भिडियोहरूको सूचना पाउन बेल आइकन थिच्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद। लभ यु अल।